आदरणीय दर्शक महानुभावहरू स्वागत छ यहाँलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी यो बेजुबानहरूलाई यसरी खाना खुवाउनुलाई हामी यहाँ 87 धाममा उपस्थित भइसकेको छौँ। यदि तपाईँहरू पनि पुण्य कमाउन चाहनुहुन्छ भने यस्तो सत्कर्ममा सधैँ अगाडि बढ्नु होला। यिनीहरू बेजुबान हुन्, यिनीहरूलाई खानालाई केही पनि छैन। त्यो भएर तपाईँहरूले धर्म कमाउनुहुन्छ भने यसरी ल्याएको सानोतिनो खानेकुराहरू तपाईँहरूले यी यस्ता बेजुबान जनावरहरूलाई पनि ल्याएर खुवाइदिनु होला भन्दै आजको भिडियोको सुरुवात म यहाँबाट गर्न चाहन्छु। कृपया च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई एक लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिदिनु होला। थ्याङ्क यू फर वाचिङ द भिडियोस। अब तपाईँले खान्छ खाकर अंदर दे कर खाँदैन हौ फोन सुविधा खान्छ न अहिलेको अवस्थामा हेर्नुपर्दा यस 87 धामलाई चाहिँ नै अति नै रमणीय दृश्यले सजाइएको पनि रहेछ। यी यसरी बेजुबानहरूलाई खाना खुवाउँदै म चाहिँ आफ्नो दिनचर्या काटिरहेको छु। कृपया यहाँलाई भिडियो कस्तो लाग्दैछ हेरेर प्रतिक्रिया पनि दिन नबिर्सिदिनु होला। यी यसरी बेजुबानहरू यहाँ वरपर यत्रतत्र छरिएको देख्न पाइन्छ। किन भन्दा यिनीहरू आफूलाई भोक लागेको भन्न सक्दैनन्। मूलतः यहाँको गाईबस्तुहरूलाई पनि धेरै मानिसहरूले खाना ल्याएर खुवाएको देख्न पाइयो। तर यी यहाँ रहेका वरिपरि क्षेत्रका यी बाँदरहरूलाई भने कसैले खाना खुवाएको देखिन। कृपया तपाईँहरू पनि यसरी 87 धाम घुम्न आउँदै हुनुहुन्छ भने यी बाँदरहरूको लागि पनि केही खानेकुरा ल्याएर यसरी सहयोग गर्न सक्नुहुनेछ। किन भन्दा यिनीहरूको खाने सोर्स माध्यम भनेको कि त तपाईँहरूले पूजा गर्न ल्याउनु भएको सामानहरू खोसेर हुन्छ कि त वरिपरि घरको सामानहरू छोडेर हुन्छ। यसरी खाइरहेछन्। यहाँ नजिकै भएको पिकनिकको माइकले गर्दाखेरि मैले चाहिँ नि आफ्नो साउन्ड काटेर रिकभर गर्नलाई बाध्य भएँ। किन भन्दा यसले मलाई कपिराइट हाल्न सक्छ। तपाईँहरूले देख्न सक्नुहुनेछ यी चौपायाहरू पनि यसरी चारैतिर छरिएको छ। यहाँनिर एकदमै ठुलो गौशाला पनि रहेको जानकारी गराउँदैछु। यी हेर्नुहोस् त, यिनीहरू तपाईँहरूले ल्याएको खानेकुरा माग्नलाई यसरी आतुर छन् अनि दिँदा पनि अति मजाले खाने गर्छन् यिनीहरू। किनकि यिनीहरूसँग खाने स्रोत साधन भनेको केही पनि छैन। तपाईँहरू यस मन्दिर वरपर परिसरमा घुम्दाखेरि अति नै रमणीय दृश्य पनि देख्न सक्नुहुनेछ। प्लस यहाँनिर धेरै तपाईँहरूले यी बाँदरहरू पनि देख्न सक्नुहुनेछ। बहुसङ्ख्या जातिमा बाँदरहरू रहेको छन्, गौशाला रहेको छ। तपाईँहरू यहाँ आउँदाखेरि यसरी खानेकुराहरू ल्याएर यी बेजुबान प्राणीहरूको पनि जीवन रक्षा गरिदिनलाई सबैमाझ आग्रह गर्दैछु। यसको अलावा मैले चाहिँ दिनचर्या आज दिनभरि ल्याएको खानेकुरा चाहिँ यिनै बाँदरहरूको पेट भरेर मात्र फर्किने सङ्कल्प गरेर मैले चाहिँ नि यहाँनिर झोला भरिभरि खानेकुरा ल्याएर यिनीहरूलाई उब्रुन्जेल खुवाएर फर्कने निर्णय गरेको छु। मैले यिनीहरूको खानामा चाहिँ नि कोला अनि त्यहाँबाट स्याउ र बयर ल्याइदिएको छु। यसको अलावा यी मसिना मसिना गाईहरू पनि तपाईँहरूले देख्न सक्नुहुनेछ। यिनीहरू पनि मागी खाना एकदमै पल्किसकेका छन्, मान्छेका नजिक नजिक आउँछन्। तर यी बाँदरहरू भनेको यदि सजिलै यहाँनिर छेउमा आउँदैनन्। यसरी खानेकुरा राखिदिँदा मात्र खानालाई आउने हुन्। यिनीहरूलाई प्रशस्ति खानेकुरा भएको खण्डमा यिनीहरू पनि अगाउँछन् अनि तपाईँहरू भक्तजनहरूले ल्याएको खानेकुराहरूमाथि पनि आक्रमण गर्दैनन्। कृपया तपाईँहरूले पूजा गर्न आउँदाखेरि यी प्राणीहरूलाई पनि के खानेकुरा खुवाएर यी यसरी यिनीहरूको जीवन सहज बनाइदिन सबैलाई आग्रह पनि गर्दछु। र यही हो विषय। मैले भिडियो बनाउनुको तात्पर्य चाहिँ नि यहाँ यस्ता बेजुबान प्राणीहरू पनि छन्, यिनीहरूलाई पनि खुवाउनुपर्छ। यिनीहरूले पनि बाँच्न पाउनुपर्छ, प्रकृतिमा यिनीहरूले पनि रम्न पाउनुपर्छ भन्ने नै हो। मूलतः यहाँनिर आउँदा धेरै मानिसहरू यहाँ आएका गौशालाका गाईहरूलाई खानेकुराहरू ल्याएको पनि देख्न पाइयो। अनि यसका अलावा साधु सन्ततिहरू आफ्नो तरिकाले आफै मान्छेहरूले धर्म कमाइरहेछन्। हुन त त्यसमा पनि कसैलाई केही भन्न त मिल्दैन। तर यसरी बेजुबान प्राणीहरूलाई पनि तपाईँहरू यदि कोही 87 धाम जुन चाहिँ शिव 87 8मा रहेको छ, यो हाम्रो पूर्वको निकै रमणीय धार्मिक स्थल पनि हो। अहिले बिछट्टै
विकास भएर धेरै राम्रो छ। हेर्नमा तपाईँहरूले पनि देख्न सक्नुहुनेछ यहाँको वातावरण एकदम शान्त हरियाली वातावरण छ यहाँनिर भने यहाँनिर प्राय धेरै बाह्रैमासै यहाँनिर स्थानीय घुम्न आउने मानिसहरूको चाप लाग्ने गर्दछ। यसका अलावा अगाडि धेरै मठ मन्दिरहरू पनि रहेको छन् अनि त्यहाँबाट तपाईँहरूले वरिपरि मनोरम एकदम पाहाडको बिचमा रहेको थोरै ठाउँ भूभागमा यो अवस्थित छ। मूलतया मैले तपाईँहरूलाई यहाँको वरिपरि परिसरको भिडियो देखाउन त सक्दिनँ, किन भन्दा यही भिडियो 8 मिनट क्रस भइसकेको छ। त्यसले गर्दा चाहिँ आजको दिनचर्या चाहिँ म यसरी बेजुबान प्राणीहरूलाई बाँदरहरूलाई खाना खुवाउनुमै व्यस्त छु। भिडियो तपाईँहरूलाई कस्तो लागिरहेछ तपाईँहरूले प्रतिक्रिया पनि दिँदै राख्नुहोला। यदि अन्य तपाईँहरू पनि घुम्न आउँदा पनि यसरी यिनीहरूको लागि पनि केही खाना ल्याइदिनु होला। गौशाला छ, ठुलो गौशालामा गाई चौपाया प्राणीहरूलाई पनि तपाईँहरूले ल्याइदिन सक्नुहुनेछ। यसका अलावा यहाँनिर मठ मन्दिरमा विभिन्न बाबाजीहरू साधु सन्ततिहरू पनि बस्नुभएको छ। तपाईँहरूको सो इच्छाले उहाँहरूलाई पनि ल्याइदिन सक्नुहुनेछ। प्लस उहाँहरूलाई ल्याउँदा यी बेजुबान प्राणीहरूले पनि मागेर खान सक्दैनन्। यिनीहरूको लागि पनि केही आफ्नो मनले साँचेर खानेकुरा ल्याएर खुवाइदिने बानी बसाल्नु भयो भने यिनीहरू पनि यहाँ मजाले बाँच्न सक्छन्। मूलतः तपाईँले यहाँको चारैतिर यी रोग बिरुवाहरूमा यी बाँदरहरू देख्न सक्नुहुनेछ। यसका अलावा अगाडि ठुलो झरना छ, झरनातिर जाँदा जङ्गल प्राय सबै नै ठाउँमा तपाईँहरूले यो बाँदरहरू देख्न सक्नुहुनेछ। यिनीहरूले खाने साधन भनेको यहाँनिर मैले केही पनि देखिनँ। यदि त्यही भक्तजनहरूले ल्याएको खानेकुराहरू अलिअलि खोसेर खानु पाए अथवा यही साधु सन्ततिहरूको चामल कुटो केही ल्याएको चुरेर खान्छन् यिनीहरूले। यसका अलावा यिनीहरूले यो जङ्गलमा चरेर खाने खानेकुरा भनेको केही पनि छैन यहाँनिर। त्यसका अलावा पनि तपाईँहरूलाई यी प्राणीहरूको रक्षाको लागि धेर थोर खानेकुराहरू यसरी ल्याएर खुवाइदिनु होला ताकि यिनीहरू पनि बाँच्न सकुन् अनि तपाईँहरूको भ्रमण पनि अनि त्यहाँबाट गरेको कार्य पनि मन्दिर एउटा साँचेर आउनुभएको कार्य पनि सिद्धि हुनेछ भन्ने हामीले पूर्ण विश्वास राखेका छौँ। मूलतः यो यसकै साउन्ड चाहिँ मैले राख्न सकिनँ, किन भन्दा त्यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ ठुलो पिकनिक चलिरहेको छ। पिकनिकले गर्दा चाहिँ ठुलो आवाजमा गीत बजेर चाहिँ नि यहाँनिर हल्का डिस्टर्ब भएर चाहिँ मैले यसलाई भोइस ओभर हानेर फेरि आफै बोलेर यो भिडियो राखिदिइरहेको छु। यस क्षेत्रमा चाहिँ नि विशेष गरी भन्नुपर्दा चाहिँ नि बाला चतुर्दशीको दिन धेरै नै भक्तजनहरूको भिड लाग्ने गर्दछ। मूलतः यहाँ रहेको 122वटा धारा घुम्दै म पनि आजको भिडियोबाट बिदा लिन चाहन्छु। फेरि यस्तै भिडियोहरू लिएर यहाँहरू समक्ष उपस्थित हुने बाचा गर्दै अहिले भने बिदा चाहन्छु। भिडियोलाई एक लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिदिनु होला। हस्त, धन्यवाद।